जुन 2020 मा साम्राज्ञी राज्यलक्ष्मी शाहले एउटा भिडियो आफ्नो इन्स्टाग्राम ह्यान्डलमा हालेकी थिइन्। त्यस भिडियोमा उनले आफ्नो करियरको सुरुवाती दिनहरूमा नेपाली फिल्म इन्डस्ट्रीको एउटा सिनियर मान्छेद्वारा भोग्न परेको सेक्सुअल र इमोसनल ह्यारासमेन्टको बारेमा कुरा गर्छिन्। सुटिङ सुरु हुनुभन्दा अगाडि वर्कसपमा एक फिल्म मेकरले उनलाई एप्रोच गर्दै किस गर्न खोजेको जस्तो घटना उनले व्यक्त गर्छिन्। त्यस घटना हुँदा उनी बल्ल 17 वर्षकी थिइन् भने त्यो फिल्म मेकर भने 50 वर्षभन्दा माथिको उमेरको मान्छे हुनुहुन्थ्यो। उनले भनेको र व्यक्त गरेको विभिन्न इन्सिडेन्टहरूमध्ये एउटा इन्सिडेन्ट भने यस्तो रहेको छ। एक दिन उनी आफ्नो होटल रुममा सुतिरहेको बेला उनले आफूमाथि एउटा छोरा मान्छेको हात महसुस गर्छिन्। त्यसपछि उनी चिच्चाइन् र त्यो मान्छे भाग्यो। उनले पुलिस पनि बोलाइन्, तर पुलिस इन्भेस्टिगेसनमा भने उनले को भित्र आएको र उनलाई त्यसरी छोएको भनेर पत्ता लगाउन भने सकिनन्। त्यति मात्र कहाँ हो र उनको अनुसार त्यही मान्छे अर्को दिन सेटमा आएर उनको त्यो इन्सिडेन्टको बारेमा मजाक पनि उडाएका थिए रे। उनले आफ्नो पब्लिक पोस्ट र इन्टरभ्युजमा भने त्यस मान्छेलाई डिस्क्राइब गरेकी त छिन्, तर त्यो मान्छे को हो भनेर उनको नाम भने लेखेकी थिइनन्। तर पनि पब्लिक र मिडियाले यस केसलाई भुवन केसीसँग भने जोड्न लायो, किनकि साम्राज्ञीको डेब्यू मुभी भुवन केसीले नै बनाएका थिए। त्यसपछि भुवन केसीले काठमाडौँ डिस्ट्रिक्ट कोर्टमा साम्राज्ञीको खिलाफमा डिफमेसन केस फाइल गरे र क्षतिपूर्ति अर्थात् कम्पेन्सेसनको रूपमा 10 करोड पनि मागे। अझै उनले फिल्म एक्टर एन्ड प्रोड्युसर एसोसिएसनमा साम्राज्ञीको खिलाफमा पनि कम्प्लेन फाइल गरे। उनले यस केसमा साम्राज्ञीको भनाइले उनको पब्लिक इमेजलाई चोट पुगेको भने 12 जुलाई 2023 मा काठमाडौँ डिस्ट्रिक्ट कोर्टले आफ्नो डिसिजन भने साम्राज्ञीको हितमा निकाल्यो। कोर्टको अनुसार पर्याप्त एभिडेन्सको कमी भएकाले त्यस केसलाई डिसमिस गरियो। साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा आफ्नो सपोर्टर्सलाई धन्यवाद गर्दै एउटा इमोसनल भिडियो पनि हाले। Fighting against them for more than 3 years. It was not at all easy, but thank God for my amazing lawyers. Lawyer Ashankin Malla ji, lawyer Dinesh Tripathi ji, lawyer Rashtra Tamal Sinha ji, lawyer Drishti Dahal ji, and lawyer Jailal Bhandari ji. They protected me, defended me, and fought for my reasons. And I'm here to thank them because we finally won the battle. लिगली यो केस भने सेक्सुअल ह्यारासमेन्टको थिएन। त्यही भएर भुवन केसी साम्राज्ञीसँग भएको घटनाको लागि जिम्मेवार छन् कि नै त्यसबारे कुनै खुलासा भएको छैन। त्यही भएर यसबारे हामीले केही भन्न सक्दैनौँ। साम्राज्ञीले कसैको नाम नलिँदा भुवन केसीले डिफमेसन केस हाल्नु त धेरैलाई चोरको खुट्टा काट भन्दा आफैले सबैभन्दा अगाडि आफ्नो खुट्टा पछाडि गर्नु चाहिँ लाग्यो। यो केसको बारेमा हजुरको धारणा के रहेको छ कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनु होला र गफ स्पिललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। यस्तै खबरहरूको लागि हस्त धन्यवाद।